हान्ने पुग्ने चाहिँ अझ पाइन्छ खासै त्यति गर्दैन राम्रै छ डराउँदैन ए दुध दिने हो कि अहिले बिहान छ उसमा जेठाको मौसम तरकारी ए कतिको त्यो हो कति कति हो म त बिर्सेँ बाबु पुरानो भैँसी हो अलि पुरानै हो त पाडी पनि हो यसैको पोहोरको पाडी अहिले भन्छ दुध दिए छैन अहिले दिँदैन अब जेठ लासी बेला त्यो जेठामा नि हो हजुर राम्रो भैँसी रहेछ राम्रै छ बाख्रा नि छन् कि बाख्रा छन् बडा छन् छवटा पाठापाठीहरू छन् राम्रो भैँसी रहेछ क्या राम्रै छ केही नि अरेन मोटा घाटा चिल्ला छन् नि भैँसी घाटा चिल्लै छन् बाबु यति बेला मैले चाहिँ यहाँ शिरबारी आमाको घरको भैँसी देखाएको होइन अब आउनुहुन्छ भरे भोलि आज चाहिँ यसो घुमघाम गर्दै बाटोमा अब के भेटिन्छ के देखिन्छ सबै कुराहरू क्याप्चर गर्दै हिँडिराखेको छु म चाहिँ तपाईँहरूलाई अब विदेशमा जति पनि हाम्रो दाजुभाइहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ गाउँघरको अलिकति भए पनि झल्को मेटिन्छ होइन अब देख्न पाउँदाखेरि मन पनि खुसी हुन्छ किनकि आफ्नो गाउँघरमा के रहेछ त कसरी बसिरहेछन् त यहाँका मानिसहरू भनेर एउटा जिज्ञासा पनि हुन्छ नि त धेरै जसो चाहिँ गाउँ छोडेर गइराख्नु भएको छ यति बेला अनि गाउँघरमा अहिले अब धेरै घरहरू खाली भइरहेका छन् अब आउँदा पनि एकदम सुनसान जस्तो छ अब घर तल खर्केटारी बसे पनि आफ्नो भैँसी बाख्रो पालेपछि आफूलाई चाहिने दाउरो घाँस चाहिँ फेरि माथि नै लिन आउनुपर्छ यत्रो उकालो बाटो हिँडेर तर के गर्नु आफ्नो समस्याहरू हुन्छन् सबैका अब हामीले पनि केही भन्न मिलेन होइन अब यहाँबाट हेर्दै जाँदाखेरि यति राम्रो यो खरेको गाउँ देख्न सकिन्छ बिरुवा यता यो के ठाउँ भन्छ अरे यतापट्टि उता मोटीखान दामगाडे रामकोट उता माथितिर नुवाकोट देउराली पारीसम्म सबै देखिएको त नि यति बेला अब हाम्रो कान्छाबाको घर नजिक आएका छौँ अब कान्छाबाको घर पनि यत्तिकै छोडेको अवस्थामा छ पुरै कोही पनि बस्दैन यहाँ चाहिँ धेरै वर्ष भइसक्यो यो घर छोडेको पनि गोठहरू पनि यस्तो अवस्था नाजुक अवस्था छ सबै भत्किसकेको छ पुरै चिरा परेको छ पिँढीहरू पनि यस्तो छ अब यहाँ यो आँगनमा पनि यस्तो छ यहाँ मोबाइल भेटियो सामसुङको मोबाइल होइन यो सामसुङको मोबाइल हो कि कुन मोबाइल हो यो मोबाइल यहाँ कसले ल्याएर फालेछ म अस्ति आउँदा त थिएन यहाँ अहिले यति बेलै ल्याएर कसले फाले रहेछ जस्तो माने मैले तर यो सामसुङको जस्तो पनि छैन सामसुङकै हो र ए सामसुङकै रहेछ ल्याएर मोबाइल भेटियो कति हजारको मोबाइल हो यो 40 ब्याट्री त पुरै मोटाएछ त पेट लागेछ बोसो लागेछ धेरै ल्याएर यस्तो छ यो खाना पकाउने किचन अब किचनमा यहाँ कसले पकाउँछ वन कुखुरा ल्याएर पकाउँछ होला कहिले ल्याएर यस्तो छ हाम्रो घर होइन कान्छाबाको घर हो हाम्रो ऊ त तल्लो घर हो अब एकचोटि फेरि यहाँका भ्लग पनि बनाउन आउनुपर्छ अलग्गै छुट्टै किसिमको भ्लगहरू बनाउनु पर्छ अब अहिलेलाई चाहिँ मैले यसो नर्मल्ली देखाइदिएको छु यहाँ टोयलेट यतापट्टि छ हेर्नु अब गाउँघरमा बसे पनि पानीको धारा पनि छ घर पनि छ आँगन पनि छ घर वरिपरि डालाबुट्टाहरू पनि छन् बारी पनि छ तर सबै यस्तो झाडी पलाएको छ सबै वनमारोहरू यस्तो छ ल्याएर वनमासोहरू सबै छ त्यही भएर अब मान्छे बस्न छोडेपछि यहाँ भूत बस्छ कि मान्छे बस्छ कि अरू जनावर बस्छ कि भन्ने जस्तो भइसकेका छन् घरहरू अब के गर्ने आफूले पनि छोडेर हिँडिया छ अब बाध्यता छ अब बिस्तारै गाउँतिरै आउने सोचमा छु हेरौँ के कस्तो हुन्छ फेरि म गाउँमा आएँ भने पनि के हुन्छ कसो हुन्छ मैले सम्पूर्ण भिडियोहरू तपाईँलाई देखाउँछु सपोर्ट गर्नलाई किनकि तपाईँहरूले सपोर्टै गर्नु भएन भने मैले पनि यहाँ आएर दुःख गर्नुको अर्थै हुँदैन होइन तपाईँहरूले सपोर्ट गर्नुभयो माया गर्नुभयो भने पो मलाई पनि जाँगर चल्छ अझै नयाँ कुराहरू तपाईँहरूलाई देखाउन मन लाग्छ होइन अनि म चाहिँ यो गाउँघरहरू आएर सम्हाल्छु अब यहाँ के छ कस्तो छ सबै कुराहरू तपाईँहरूलाई अपडेट गरिराख्छु होइन
त्यही भएर चाहिँ अब तपाईँहरूले मलाई यसैमा एकदम सपोर्ट गरिदिनु पऱ्यो। युट्युबमा फेसबुकमा, अब फेसबुकमा पनि भीमराज शर्मा नाम छ। अब यो गाउँघरमा ल हेर्नुहोस्, खानको लागि केही कमी छैन। ल हेर्नु, यति राम्रो यो औसेलु यति बाक्लो फलेको छ कि यति बाक्लो फलेको कि देखेर 3 छक परिन्छ क्या। यति बाक्लो यति राम्रो फलेछ यो ऐसेलु, यति राम्रो छ। ल हेर्नुहोस्, हेर्दै फेरि खाम लाग्ने। अहिले त अलि पाकिसकेको छैन, बिस्तारै पहेँला हुँदैछन्। ल हेर्नुहोस्।